साथीहरु के छ खबर सबैजना सन्चै राम्रै हुनुहुन्छ होला म पनि ठिकै छु हामी मान्छेहरुको बुद्धि कस्तो हुन्छ हामीले कस्तो ठाउँमा पैसा खर्च गर्छौं कस्ता खाले मान्छेसित संगत गर्छौं भन्ने विषयको कुरा छ यो चाहिँ सबैजनाले ध्यानसित सुन्नु है त एउटी रानी थिइन् गरे एकादेशमा रानीले चाहिँ सब्जी किन्नको लागि बाहिर ठेलामा निक्ली छन् ठेलेदारले चाहिँ ठेलामा राखेर सब्जीहरु बेच्दै हुनुहुन्थ्यो अरे बेच्दै गर्ने क्रममा रानी गइछन् र 1 किलो आलु दिनु न 1 किलो आलुको कति हो नि पैसा भनेर सोधिछन् सोध्दाखेरिमा 1 किलो आलुको 40 हो भनेछ ठेलेदारले हैन अब उसले दिनभरिको घाम पानी नभनेर आफ्नो ठेला कुदाइराछ अब 2-4 पैसा आउला कि भनेर है अब लिएको भन्दा 2-4 रुपैयाँ धेरैमै त दिन पर्यो नि आफुलाई बराबर भयो त के फाइदा भयो हैन र बिजनेस गरेको जे गरेको पनि काम गरेको नि अनि 2 किलो लान्छु 35 लगाइदिनुहुन्छ भनेछ भनिछन् रानीले अनि लगा हुन्छ मैले दिन्छु भने 2 किलो आलु लिएर आइछन् 2 किलो आलु लिएर मक्ख परेर आइछन् मैले 10 रुपैयाँ बचाए भन्दै गर श्रीमानलाई सुनाइछन् कि मैले हेर्नु त आज यसरी ठेलामा आलु किनेको मैले 10 रुपैयाँ बचाए भनेछ अनि बुढाले के भन्नुभएछ भने आज बाहिर खाना खान जाम न बाहिर खाना खान जाने मूड छ बाहिर खाना खान जाम न भन्दा हुन्छ भन्छन् खुसी हुँदै अब जो कसैलाई पनि बुढासित बाहिर खाना खान जाम भन्दा बुढीहरु चाहिँ जो पनि खुसी भइन्छ जाम जाम भनिन्छ दुईटा गएछन् खानासाना खाएछन् अनि एकदम महँगो महँगो चीजहरु खाना खाएछन् खाना खाइसकेपछि पनि त्यहाँ खाना बनाउनेलाई के गरेछन् भने 100 रुपैयाँ टिप्स दिएछन् 100 रुपैयाँ टिप्स दिम न भनेर रानीले चाहिँ 100 रुपैयाँ टिप्स दिएछन् अनि दिएपछि सोच्नु है त त्यो ठेलामा दिनभरि ठेलादारले त्यो ठेला गुराउँदै हिँड्दा कति गाह्रो भयो होला है अलिअलि पाउने भनेको 2-4 रुपैयाँ फाइदालाई पनि मागी भएपछि किन नदिनी भनेर उसले दियो 40 को आलु 35 मा दियो यता चाहिँ होटलमा उले मज्जाले सेलरी पाछ भने जति सेलरी पाछ त्यसलाई चाहिँ 100 रुपैयाँ टिप्स दिने त्यो ठेला कुदाउनेलाई चाहिँ 10 रुपैयाँ दिने बरु त 10 यता दिएर 100 उता दिन पर्ने हाम्रो बुद्धि के हामी मान्छेको बुद्धि कस्तो हुन्छ कि जहाँ पनि उल्टो अनि कसैलाई केही सुनाइन्छ नि दुःखका कुरा सुखका कुरा यस्तो मान्छेलाई गर सुनाइन्छ कि त्यसले 10 जनालाई अगाडि भन्छ कि हामीले भनेर भ्याउने बित्तिकै यसले यस्तो भने उस्तो भने कति छिटो खबर पुग्छ हाम्रो सोच कि जो आफ्नो हो को पराई भनेर हामीले चिनिन्न कि कसलाई कसरी बोल्ने कसलाई कसरी कसित कस्तो व्यवहार गर्ने भन्ने यो मान्छेमा लगभगमा कमै हुन्छ के कसैले कसैको केही कुरा सुन्ने बित्तिकै कोही कति छिटो के आकर्षित भइन्छ केही कुराले पनि